हामीले लुङदर पनि गऱ्यो। त्यसपछि अब सबैजना यहाँ सफलसँग पुग्यो। बुढियाको परिवार चाहिँ यति धेरै सफलता गरेर यहाँसम्म पुग्नु सबैभन्दा ठुलो कुरो हो हाम्रो एकदम। यो भनेको आज चाहिँ पवित्र दिन गौतम बुद्धको जन्म 2570 को चाहिँ जन्म जयन्तीमा हामी बुढिया परिवार यहाँ आइपुग्यो भनेर मैले अहिले त्यो प्रार्थना गरेको हो। अब लुङदर सबैले गर्नुभएको छ, सबै आफ्नो आफ्नो सक्ने चिज हामी यहाँ डोनेसन गर्छौँ। भित्रतिर छेमी होला गर्छौँ अनि भित्रको आमा याङ्रीको मूर्ति पनि ढोक्नु होला अहिले चाहिँ, किनभने पहिला हामी आउँदाखेरि चाहिँ यो बन्द हुन्थ्यो। आज चाहिँ हामी भित्रै गएर ढोक्नु सकिन्छ, फोटो पनि खिचिन्छ, भिडियो पनि खिच्न सक्ने सम्म छ आज। किनभने त्यहाँ काका हाम्रो काका नै भित्र बस्नु भएको रहेछ, त्यहाँ यताउता हेर्ने रहेछ उहाँ लामाज्यू चाहिँ। त्यही भएर हामी मजाले यो अभियान पनि गरौँ। अनि हामी तल जाँदाखेरि चाहिँ अब सब दिदीहरू सबै यति दुःख गरेर आउनुभयो, बिस्तारै गरेर जाने। अब यहाँ एकदम सफलता पुग्यो। अब धेरै नसोचिकन हामी तल मजाले आनन्दले जाने। अब तल पनि हामी खाजाको टाइम पनि हुन्छ र हामी अर्को साथीहरूले चाहिँ यो लगाएको साथीहरू भनौँ अथवा कोही लगाएर अनि टक्क त्यो डस्टबिनको अगाडि पनि फोटो खिचौँ, यहाँ ग्रुप फोटो खिचौँ, सबै काम हामी गरौँ। सम्पन्नपूर्ण जानुपर्छ। हामी त काठमाडौँसम्म आज पुग्नेछ। अब एकदम मौसमले साथ दियो। हिजो हामीले जस्तो सोचेको थियो त्योभन्दा धेरै मौसमले साथ दियो। अब दिदीहरू त म त आउनै नसक्ने भनेर जस्तो लाएर अब हिँड्नै भएन फर्स्टमै। अनि त्यही भएर एकदम गाह्रो लागेको थियो बिचरा यहाँसम्म पुग्नु। त यो आमा याङ्रीको धेरै शक्ति रहेछ, तपाईँहरूले यहाँसम्म तानेरै ल्याउनु भयो। अब हामी त जहिले नै आइरहेको, त्यही भएको र यो कुराहरू भनेर आज यहाँतिर यसो हेरेको उतातिर यतातिर चाहिँ धेरै फोहोर मैलाहरू रहेछ। यो खाएर केनहरू खाएको भनौँ न एनर्जी ड्रिङ्कहरूको उपर रहेछ, तिनीहरू टिपौँ। अनि हामीले चाहिँ यो